खुसी मनले बस धेरै ध्यान लिन हुनु भने पेट ग्यास्ट्रिक हुन्छ। ह्याप्पी होली। बाबाले नि अब आशीर्वाद दिनु मनोकामना पुरा भओस्। 80 भन्दा माथि बचोस्। अहिले पनि नरिसाऊ। हामी त रिसाउनु निलो। ह्याप्पी होली भन्नु न, ह्याप्पी होली। खुसी खुसी रह्यो ल। कता कता धेरै पाउँछ त नि। ल ह्याप्पी होली। के कति मिठो ल्याएको छु मैले, सब मिक्स गरेर बनाएको। तिम्रो ग्यास्ट्रिक स्याक्ट्री जाने मलाई राम्रो राम्रो कुरा सिकेस्। मैले चिताएको मनोकामना पुरा भयो। ह्याप्पी होली बाबा। ह्याप्पी होली। सधैँ छोरालाई यस्तै पनि भइहाल्यो नि छोरा भएपछि छोरालाई हेरेपछि बाबालाई हेर्ने। कति पहिला बाबा ल भाग्य पनि ल। ह्याप्पी होली। मनले चिताएको मनोकामना पुरा भओस् ल। मलाई खुब हेरोस् ल हामीलाई हेरोस्, सासू ससुरालाई। जति हामी रिसानी खुसी खुसी रहोस् ल। अलिक पनि खायो भने धन्यवाद। धेरै नरिसाउ छोरो, धेरै माया गर। छोरीले धेरै धेरै पढ है, राम्रोसँग है, धेरै बदमासी नगर। राम्रोसँग पढ्ने, धेरै धेरै पढ्ने है। झगडा गर्ने आमाले भनेको मान्ने। ह्याप्पी होली ल भयो होला। ए ल आमाले एकदा दादा बन्द गरिदिनु पर्छ। ल ह्याप्पी होली। पैसा कहाँ छ? धेरै नपढ, धेरै चटपट खा। त्यही त हो नि ह्याप्पी होली। राम्रोसँग नपढेर राम्रोसँग पढेर ठुलो मान्छे बन्नुपर्छ, थाहा छैन? ल ह्याप्पी होली। आफ्नो चाहिँ कसैलाई नदे है, आरामले चाहिँ खुब खा है। ल ह्याप्पी होली है, सबैलाई बाँडेर खानुपर्छ साथीहरूसँग है। ल ह्याप्पी होली। ल धेरै पढ्ने है, ह्याप्पी होली। धेरै धेरै पढेर बुझे बाको नाम कमाउने है। ल ह्याप्पी होली। ल बाबालाई जिउ गरेको, आमालाई जिउ गरे हौ बस्दैको। जिउ जिउ खुट्टा खुट्टा ढोगा न। ल खै बाबालाई मात्र गरेको। ल तब 20 हुन्न? आइ कति धेरै पाएको यार। कति धेरै दिएको। मेरो च्यानलमा स्वागत छ। म हुँ कोपिला गुरुङ। यदि चिन्नु भएको छैन भने मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने, नयाँ सब्सक्राइबर हुनुहुन्छ भने म हुँ कोपिला गुरुङ। अनि तपाईँहरूलाई होलीको पनि धेरै धेरै शुभकामना। आज चाहिँ म जाँदैछु माइत। माइत जाँदैछु गाइस। आज म होलीमा म र मेरो हस्बेन्ड जाँदैछौँ। तपाईँहरूलाई अब हामी मेरो माइतसम्म पुर्याउने छु मैले चाहिँ यो भ्लगद्वारा है त। जाने बाटो हो यो चाहिँ।
यो चाहिँ मेरो बुढा पढ्नु भएको स्कुल यो चाहिँ मेरो बुढा पढ्नु भएको स्कुल हेर्न के चाहियो र बाबु लगाउँदैन कि देउता किन लाग्को त अनि होइन हामी टाढा हिँड्दैछौँ नि त अहिले ओइ बाटो नाइ के यिनीहरूले पैसा देऊ त अलिकति नलगाम भन हल्ले निधारमा लाउँ भएको त लगाएको छु अब टाढा हिँडिरहेछौँ त हामी अनि ती लाउनु हामी बाहिर हिँडिरहेछौँ के टिका लाउनु मिल्दैन बाहिर जाँदैछौँ टिका मात्रै टिका लाग्नु हो टिका लाउनु भएको त पैसा पनि दिनु हो हजुर नलाउनु है ओहो ट्याप्पा ट्याप्पा खुल्ला छैन मसँग छैन ओइ भाइ के हो छोडेको अत तिमी हाल त 100 रुपैयाँ पाए पहिरो जाने बाटो अहिले चाहिँ हामी सुनौला आइपुगिसक्यौँ सुनौ आइसकेका छौँ कस्तो लागिरहेको छ ससुराले आउँदा एकदमै खुसी लागिरहेको के लागिरहेको खुसी लागिरहेको अब चाहिँ हामी शीतलनगर आइपुग्न थाल्यौँ शीतलनगर आउनै थाल्यो आइदा अब चाहिँ फाइनली म चाहिँ माइत आइसकेँ मेरो माइती घर म चाहिँ फाइनली माइत आइसकेँ है गाइज आयो चाबी हेलो हेलो घरमा कोही हुनुहुन्छ चाबी सबै ढोकै लगाइदिएर यस्तो गेट चाबी लगाइदिएर किन हो हेलो मामा हेलो नमस्ते नमस्ते ल भाग्यमानी वेलकम हेलो मम ह्याप्पी होली हाम्रो मम्मी ह्याप्पी होली भनिदिनु न सबैलाई ह्याप्पी होली सबैजनालाई फाइनली म चाहिँ माइत आइसकेँ युट्युब मेरो खिच्यो कि चार्ज पनि छैन चार्ज पनि छैन के होइन भयो कुनै बेला म आउँथेँ यसो मोबाइल तेर्साउँथेँ होइन आज चाहिँ म आएको यता फिङ्ग्रिङै भयो होइन होइन क्या अस्ति मैले दुब्लाएँ भन्थेँ मम्मीलाई
3 किलो दुब्लायो भनेको त मम्मीले त्यही भएर डिस्काउन्ट भएको होला नि खेङ्रिङै भयो होइन ठिक छ सरी ओहो होइन पहिला भन्दा त ठिक कति राम्रो देखेछ मेरो भान्जीलाई तल दुब्लाएको त यहाँ ठिक गुड हो यसरी हो मेन्टेन राख्ने भान्जी दुब्लाएर छ मैले पनि देखेँ होइन र साथीहरू मेरो भान्जी प्लिज सब्सक्राइब भएर है एकदम सब्सक्राइब गरिदिनु होला र सँगसँगै म पनि छु मेरो मामालाई पनि सब्स्क्राइब अर्ग्यानिक काले दाइलाई पनि सब्सक्राइब गरिदिनु होला मेरो पनि युट्युब च्यानल छ साथीहरू होइन च्यानललाई सब्सक्राइब गरिदिनु है आज मम्मीले हामीलाई यस्तो यहाँ कोदोको के को रोटी रे कोदोको रोटी बनाएर खुवाउनु खानुभएको छ घिउ पनि हो घिउ चटनी खै त चटनी के को टमाटरको यहाँ युट्युबको सब्सक्राइब कसरी बढाउने भन्दै प्लान गर्दै हुनुहुन्छ भिडियो हाल्ने दिनदिनै तिनवटा चारवटा कम्तीमा 3टा भिडियो हाल्ने अनि चाहिँ कन्टेन्ट दिने त्यसपछि सब्सक्राइबर बनाउने के अरे साथीहरूलाई पब्लिकलाई अलिकति चाहिँ इन्टरटेन गराउने राम्रो राम्रो क्वालिटीवाला भिडियो हाल्ने त्यसपछि ग्रो हुन्छ धन्यवाद अल द बेस्ट सबैले नास्ता खाँदै हुनुहुन्छ मम्मी भएन हजुरलाई आउनुहोस् मेरो दिदी कसको के अरे होइन ज्वाइँले त मन नभएको त यस्तरी बुझ्दो रहेछ भन्नुभएको थियो यस्तरी नाच्दो रहेछ भन्नुभएको थियो हजुरले के राम्चेको भिडियो त्यो त उसको भिडियो देखेर उहाँ के पाहाडमा भन्नुभएको मम्मी त्यही कति दिनपछि भेट भयो हाम्रो 1 महिना हुन लाग्यो 1 महिना त भन्छ न म ठ्याक्कै 4 दिन 3 दिन त छ त 4 गते आएको नि अब कति दिन दिन त गर्ने अनि कति घन्टा गर्ने घन्टा त गर्दैन घन्टा त त्यही दिनमै दिनै हो कि त्यो घन्टा जान्न दिनमै जान्छ यति घन्टा भयो यति मिनेट भयो भन्न पऱ्यो क्या अब लजाएर भागिन् हेलो भन्दौ यहाँ हेलो भन्दौ न यो छोरी हो ओ माई गड ल घुमाइदे त अलि बेसरी अलि नजिक आइज ल ल धेरै टाइम धेरै हो खतरा भए नलाइदेऊ न हेर्नु न कत्रो बेर गर्छु कि थाक्छ हो नत्र भने त खत्रै हो अनि ए बा लौ 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 ए बा सोनिकाले ए बा थाक्यो भयो ल भयो भयो ओ गुड सुधिरे हेलो गाइज ह्याप्पी होली भन्दै नि त हेलो गाइस ह्याप्पी होली तिम्रो नाम के हो तिम्रो नाम के हो सोनिका अनिका सोनिका दिशा भन्छ बाबा खै ह बाबा पहिला त बाबु भन्ने जस्तो लाग्थ्यो थियो न यताखेरि लजाएर हैरान छ सुधिरा ओ सुधिरा यहाँ आऊ त हेलो श्रीमानज्यू कस्तो लागिरहेछ ससुरा ल्याएर रक भइरहेछ आज मम्मीले आज मैले पकाउँछु आज चाहिँ मम्मीले खाना बनाइन्छ मम्मी खाना पाकिन्छ क्या अब म बनाउँछु दिनु भएन के अरे कपाल मिलाउनु न कपाल कपाल त मम्मीको फेरि त्यस्तो ओके गाइस मम्मीले चाहिँ खाना बनाइसक्नु भयो अनि म बनाउँछु भनेर अब आज
त बस म आफै बनाउँछु भोलिदेखि चाहिँ पकाएर खुवाउनुपर्छ है भन्नुपर्छ हुन्छ भन्ने हाम्रो ड्याडी आइपुग्नु भयो के भयो स्कुटी चलेन के मेरो हो न हाम्रो ह्यान्डसम ड्याड ह्यान्डसम हङ्क फेरि ढोक्नु न ढोक्दिया के हो ड्याडी त जति हेऱ्यो त्यति ह्यान्डसम हुँदै पेट सानै छ हो न ड्याडी नाच्नु ड्याडी भन्ने ह्याप्पी होली ड्याडी ढिलै भयो भने बङ्गाराहरू के छ छैन बङ्गाल त यता